भन्ने कुराहरू गऱ्यो भने चाहिँ यसलाई औद्योगिक औषधीय र रिक्रिएसनल पनि चाहिहाल्ने अवस्था छ। त्यही त यो अब रक्सी चुरोट चाहिँ जुन दोकानमै अब मजाले बेच्न पाउने अब त्योभन्दा अब हेल्थको हिसाबले हेर्दा पनि यो त अलिकति मेडिसिन नै हो भन्ने कुराहरू पनि छ। अब चाहिँ लास्ट यो संसदमा पनि हाम्रो विरोध कतिवटा लगायत हाम्रो सांसदहरूले पनि बिलै लगेर जानुभएको थियो। त्यो बिल चाहिँ पास हुन सकेन कि होइन यस्तो छ। अब यो देशमा त कस्तो कस्तो कानुन पास भइरहेको छ, यत्रो डिभोर्स भइरहेको छ, यसलाई सानो कानुन बनाइदियो भने डिभोर्स कन्ट्रोल हुन्छ होइन। सम्पत्ति वंशभङ्गको तरिकाहरू कन्ट्रोल गरिदिने बित्तिकै त्यहाँ अब सम्पत्ति लाग्न पाएछ डिभोर्स कम्प्लिट एडजस्टमेन्ट फेरि मैले त्यो भने होइन कि सम्पत्तिकै लागि डिभोर्स भइरहेको त्यो पनि भन्नु खोजेँ, तर कम त हुन्छ नि त होइन। अनि त्यस्तै साना साना कानुनहरू के होइन, बेसिक कानुनहरू पनि नबनाइदिएर अघि होला, गाँजा कानुन सरकारले बनाइदिनु भनेर चिन्तित भइहाल्नु नि त सामान्य होला। तर पनि अब भनिहाल्यो नि त, खोला बगिरहेछ, हिजो पनि बगिरहेको थियो, इन्डिया गइरहेको थियो, आज पनि बगिरहेछ, इन्डिया गइरहेको छ नि त। कसैले रोकेर छेकेर हाइड्रो पावर बनायो भने कसो कमाउनु होइन। त्यो हाइड्रो पावर बनाउनलाई नीति चाहियो, रुख काट्न पाउनु, हाइड्रो पावरमा ड्याम सेलिब्रेसन ड्याम गर्नु पऱ्यो, त्यहाँ पानी जम्मा गर्नु पऱ्यो, गाउँ उठाउनु पऱ्यो, गाउँ उठाउँदा रुख काट्नु पर्छ, बाटो बनाउनु पऱ्यो, त्यहाँ कति कुराहरू रुख काट्नु मिल्छ, कति कुरा त्यो बेसिक हाइड्रो जस्तै यो पनि त्यो बगिरहेछ क्या अहिले 70,000 किलो समाजको वास्तव भयो। हाँसो लागिरहेको पुलिस चिफ साहब आएर एउटा कुराको भन्नु हामी लाग्छौँ उसलाई लागेको त्यो समातेर राजनीति नेपालबाट इन्डिया जाँदै गऱ्यो समातिरहेको छ क्या अरू देशमा चाहिँ इन्डियाबाट आइरहेको चिज छ, इन्डियाबाट ब्राउन सुगर आइरहेको छ। रोल्पा रुकुमको डाँडा डाँडामा तपाईँको अझै माथि जहाँ जहाँ बस पुगेको छ त्यो सहरमा गाँजा पुगेर ब्राउन सुगर पाउँछ। त्यो चाहिँ कसरी गएर यताबाट जाने कुरा चाहिँ एक्सनमा पनि आएको राम्रै हो। डेन्ड्राइट खाएर 10 वर्ष झुलेको मान्छेलाई चाहिँ नेपाल गभर्मेन्टमा हाल्ने कि बरु भनौँ न गाँजा खाएर 10 वर्ष बसेको मान्छेलाई नेपाल गभर्मेन्टमा हाल्ने मिल्छ होला। तर बेसिक चाहिँ कसैले अब त्यो गाँजा चाहिँ हुन्छ त्यसरी तस्करी भएर जानु पनि हुँदैन, ट्याक्स दिएर प्रपर सेयर हुनुपर्छ भन्ने हाम्रो कुरा। तर पनि अहिले कति लाग्दो एक्सनमा आएको भयो पनि गाँजामा तर पनि रिजल्ट चाहिँ अलमोस्ट जति पनि छ त्यो महिनामा क्यालकुलेट गरौँ मेरो प्रोफेसनल क्यालकुलेटर त्यसमा ड्याङ्गे 50% कर लाग्नु कतै मूल्य हो कि गाँजा भनेको एउटा रक्सी कम्पनीबाट भइरहेको छ। अब हामी गर्व कति ठाउँमा मैले हामीले खाइरहेको बियर रक्सी 500 रुपियाँ किनेर खाएको बियरको प्रोडक्सन कस्ट 85 रुपियाँदेखि 100 रुपियाँ हो क्या। 500 रुपियाँ किनेर खाएको बियरको उत्पादन मूल्य जम्मा 85 रुपियाँदेखि 100 रुपियाँ हो। 500 रुपियाँ त्यहाँ खाएर हिँड्नु पाइयो त मूर्ख हुनु पो पाइयो त्यसको स्टोरी हाल्नु पाइयो त के सहरमा त चलाइहाल्छ होइन नि त। बेसिकली आफू 20 गुणा ठगिए भनेर चाहिँ कसैले हाल्नु त गर्व गर्नु मिल्दैन नि। तर त्यो कस्तो भयो लिगल छ म ठगिरहेको छु म मूर्ख भइरहेको छु भनेर पनि मान्छे गर्व गर्दा चाहिँ त्यो पनि कुरा छ। बोलमा त्यो छ त्यस्तै अहिले गाँजा पनि त्यही भइरहेको 20 लाख रुपियाँ परेछ भने भन्छमा 1 लाख रुपियाँ किन्नु पर्छ तस्करले ल्याएर 20 लाख सिधा बाटोबाट आएर सिधा बाटोबाट पर्दैन पनि हामीले कर हेर्छ त्यो रक्सीमा चाहिँ कति कर तिरेको भन्दा 85 रुपियाँको उत्पादन गर्दै 500 रुपियाँ बजारमा तिर्दै गर्दा 100 रुपियाँमा कम्पनीले बनायो भने 20 रुपियाँ मार्जिन खायो 120 भयो। बेच्नेले 40 रुपियाँ मार्जिन राखेर 160 भयो। अरू बाँकी त कर हुन्छ त्यति धेरै धेरै कर खान्छ भने चाहिँ हामी सबको स्वास्थ्य फ्री हुनुपर्ने हो। त्यही त नेपालमा चाहिँ अब यो के हो बुझ्न नसकेको कुरा चाहिँ नेपाली सामानलाई चाहिँ फिटिकै माया नगर्ने धेरै अब हामीलाई कतै प्रोग्राम भयो कार्यक्रम भयो भने इङ्ग्लिसमा बोल्नुपर्ने इङ्ग्लिसमा बोल्यो भने बहुत राम्रो भन्ने कुरा मै बोल्छु कतिपय हाम्रो अब लिटरली अब हामीलाई नै कन्भर्ट गरिरहेको छ कि धर्मदेखि लिएर हरेक कुरामा हाम्रो अट्याक
अब जाँदा जाँदा चाहिँ दाइको समग्रमा विषयमा यसो राख्नु। होइन म त बेसिकली मैले के भने शिक्षाविद रे यो रे हेर्छु होइन। युकेजी नर्सरी एलकेजीको बुक हेर्नुहोस् क्या, त्यसमा ईश्वर लेख्न जाने छैन, उको ऊ लेख्न जाने छैन, अनि हामीलाई ज्ञान दिन आएर हुन्छ विज्ञहरूले। अब हामी एक्जिट भइसक्यो, स्कुलबाट एक्जिट भयो, हामीलाई छोडिदिनुहोस् कि स्कुल नर्सरी एलकेजी युकेजी मतलब त्यो प्राथमिक के अरे प्राथमिक शिक्षा होइन त्योहरू सुधार्नु पऱ्यो क्या। त्यहाँको किताबमा के पढेर आइरहेको छ बच्चा, त्यहाँ के सिकेर आइरहेको छ होइन, त्यहाँ कोलमी गर्न सिकेको छ कि छैन, त्यहाँ माटोको भाँडा बनाउन सिकेको छ कि छैन, त्यहाँ कुचो बनाउन सिकेको छ कि छैन होइन, त्यहाँ आफ्नो राष्ट्रियताको बारेमा जानकार छ कि छैन होइन। यार कति दुःख गरेर 10 कक्षा पढ्दासम्म नेपालको नक्सा बनाउन र त्यो ठाउँ चिनाउन कति दुःख दियो के। त्यो गराउनको सट्टा त बरु मलाई नेपाल चिनाइदिएको भए त त्यति दुःख गरेर त्यो म्याप बनाउन नजाने मैले, मलाई ड्रइङ आउँथेन, एटलिस्ट मैले नेपाल त चिन्थेन त्यति दुःख गरेर। 1000 चोटि ट्राई गरेँ होला कि मैले नेपालको नक्सा बनाउन, अहिले पनि आउँदैन। खै त म त्यो मेरो क्लासमा सबभन्दा दामी नेपालको नक्सा बनाउँदै रहेछ अस्ट्रेलियाको पिआर लिएर बसिसकेको थिएँ, आउँदैन त्यो अहिले कहिले म नजान्ने है। आइ मेकिङ इट बेटर के, रोलबातीको समस्या पनि आइ मेकिङ ट्राइङ टु मेक इट बेटर होइन। र ऊ त गइसक्यो, पिआर लिइसक्यो, दामी नक्सा बनाउँछ, दामी इन्जिनियरहरू दामी डक्टरहरू गइसक्यो। त्यही भएर चाहिँ मेन कुरा चाहिँ हाम्रो बेस सुधार्नु पऱ्यो। हामी आफ्नो स्थानीय उत्पादनको बारेमा कुरा गर्नु पऱ्यो होइन, स्थानीय स्रोत साधनको बारेमा कुरा गर्नु पऱ्यो, स्थानीय व्यक्तिको बारेमा कुरा गर्नु पऱ्यो। कुरा गर्दै गर्दा होइन इन्सपिरेसन लिँदाखेरि चाहिँ मान्छेहरू त्यसरी नै छाएर लिनु पऱ्यो होइन। अनि रुकुमको मान्छेले एक कक्षामा पाउने शिक्षा र काठमाडौँको मान्छेले एक कक्षामा पाउने शिक्षामा किन यति फरक, त्यो कुरा पनि त कन्ट्रोल हुनु पऱ्यो। त्यो भएर शिक्षा नीतिदेखि लिएर हाम्रो आफ्नो जीवनशैली नै सुधार्नु पर्ने छ नि त। यो हाम्रो शिक्षा नीति कति 2026बाट नयाँ शिक्षा नीति लागू भयो होइन, धेरै कुराहरू छ हाम्रो। अब शिक्षकहरू त्यही आन्दोलनमा हुन्छ, अनि अब शिक्षक आन्दोलन खासै गर्नुपर्छ जस्तो मलाई लाग्दैन कि। शिक्षकहरू सडकमा आएर आन्दोलन गरिराख्नु पर्दैन, पढाइ गर्दै भने शिक्षक आन्दोलन सफल भइहाल्छ है। बिहान पढाएर सरकारी स्कुलबाट राम्रो उस गरेर बोर्डिङ स्कुल बन्द गराएपछि शिक्षक आन्दोलन सफल भइहाल्यो। हाम्रो शिक्षा नीति चाहिँ कस्तो भयो भने अब त्यो थ्योरिटिकल्ली बढी गयो क्या होइन, ठेकदार बनाउने नीति हो क्या यो। शिक्षा नीति होइन, ठेकदार बनाउने प्लस 2 पास बनाउन किन्ने होइन, यो मोबाइल बनाउनेवाला होइन क्या, टेक्निकल मान्छे उत्पादन गर्ने होइन। यस्तो शिक्षा दिने कि यो मोबाइल सञ्चारमा कहाँ पाउँछ किन्न सस्तोमा, अनि यहाँ मन्त्रीलाई के नेतालाई कति कहाँ घुस पाउने, यसको कस्टम कम गराउने, अनि यसलाई ल्याएर यहाँ बेच्ने होला मात्रै हाम्रो शिक्षा छ। तपाईँको विश्वास गर्नुहोस्, चाइनाको 5-6 कक्षा पढ्ने बच्चाहरूले गाडीको इन्जिन सेटअपको काम गरिरहेछ, एउटा होटलको भनौँ एउटा हस्पिटल कन्स्ट्रक्सनको कुराहरू गरेर त्यो लेभलको टेक्निकली गइरहेछ। हामीभन्दा 100 किलोमिटर टाढाको म अहिले हामी यहाँ बस्छौँ र 150 किलोमिटर टाढा त चाइना पर्छ। त्यो नीतिमा त्यो एजुकेसनमा गएर चाहिँ इन्डिया कहाँ पुगिसक्यो एजुकेसनमा। फिनल्यान्डले आजकल इन्डियाको एजुकेसनको कुरा गर्न थालिसक्यो। हाम्रो एजुकेसन सिस्टम प्राइभेटहरूले बरु केही सहयोग गरिरहेको छ कि। हिजो मलाई पनि मन पर्दैन प्राइभेट एजुकेसन, अहिले पनि मन पर्छ, तर एटलिस्ट केही त छ भन्ने खालको रहेछ। केही कुराहरू एडप्ट गरिरहेको छ। यो जुन प्राविधिक शिक्षा पढाइन्थ्यो पहिला, अहिले चाहिँ छैन सरकारले त्यसमा चाहिँ के थियो भने हामीलाई यो माटोको भाँडासाँडा यस्तो कुराहरू सिकाउँथ्यो क्या। अहिले चाहिँ छैन त्यो कुरा। नैतिक शिक्षा पढाइ हुन्थ्यो, त्यो पाठ्यक्रमबाटै हटिसक्यो अहिले क्या। यसलाई अबको जेनेरेसनहरूलाई चाहिँ आफ्नो देशमै आफ्नै मुलुकमा बसेर आत्मनिर्भर बन्नको लागि चाहिँ गाँजा विशेष गरी उत्पादन, यसको औद्योगिक उत्पादनमा चाहिँ जोड दिनुपर्ने हजुरको कुरा। मैले भने अहिले मैले लगाइरहेको जुत्ता, मोजा, अन्डरवेयर, सर्ट होइन, प्यान्टहरू मेरो बन्दैछ अहिले आफै बनाउँदै लगाइरहेको छ होइन। कोही साथीभाइले बनाइरहेको छ, किरण भाइले बनाइरहेको छ, कसले बनाइरहेको छ, जस तर हाम्रै सर्कलमा अथेन्टिक भएर बनाइरहेको छ। मैले सोचेको मैले फेरि हिजो यही जुत्ता पिँधे पुरै भयो भनेको मैले त किन्थेँ तर घरको मान्छेले किनेर चाहिँ बाहिरबाट ल्याइदिन्थ्यो, त्यसको $100 पर्छ होइन। मोजा बाहिरबाट क्यानाडाबाट पहिले फ्रीमा पठाइदिन्थ्यो, तर उसको त पैसा त खर्च भइरहेको थियो नि त। अथवा मम्मी काहीँ घुम्न जाँदा लिएर आउँथ्यो, त्यो कुरा अहिले ल्याउनु पर्दैन। मलाई जुत्ता, मोजा, सर्टहरू यो कुराहरू बाहिरबाट ल्याउनु भनेको हेर्दा त केही नै छैन, तर पनि लगभग 1 वर्षमा बेसिक नर्मल मान्छेले सहरी जीवन बिताउने मान्छेले चाह्यो भने $1000-1500 बचाउन सक्छ बाहिर जानलाई, कपडाबाटै अनि खानपानमा
अब ध्यान दिन थालियो भने हल्का हिँड्न थालियो भने पेट्रोलको सट्टामा 2 किलोमिटर जति आज जानु छ बरु 20 मिनट अगाडि निस्किन्छ भने हिँड्न थालियो भने पेट्रोल बनिएको कुरामा त्यसले ग्लोबल वार्मिङको कुरा त्यसले भनौँ अब त्यो यो फेरि सबै शिक्षाबाटै हो। म त जापानको एउटा स्कुल याद छ कि मलाई म जाँदाखेरि मैले त्यो स्कुलको बाहिर गएर मेरो लगभग 1 महिनाको बसाइमा म 26 दिनै त्यो स्कुलको बाहिर गएर मेरो ब्रेक 2-3 घन्टा हुन्थ्यो दिउँसो बिचमा ब्रेक हुन्थ्यो घरि यो रुखमा शीतल त्यो 3 घन्टा पछि त्यो शीतल पनि फेरिन्छ नि त रुखको म त्यो रुख फेर्दै शीतल ताप्दै त्यो बच्चाहरूलाई पढाएको हेर्थेँ कि त्यहीँ भित्र स्कुलभित्र कम्पाउन्डभित्र रोड थियो सानो बच्चाले हामीले चढ्ने गाडी चढ्दा उनीहरू त्यो डिसिप्लिनमा हिँड्थ्यो स्कुलभित्रै ट्रेनिङ गरे जस्तै होइन त्यहाँ उनीहरू आफ्नो स्कुल आफै सफा गरेर आउँथ्यो त्यहाँ तिनीहरू सबै कुरा गरेर आउँथ्यो हाम्रो यहाँ सबै पापा र मम्मीका परिहरू छन् छोरा परिहरू छन् केही पनि गर्नु हुँदैन सिकान आएको बच्चा भनौँ न एउटा मिलिनियरको छोरा नाकभरि सिगान लिएर मुखमा टाँसेर स्कुलबाट घर आउँथ्यो मिलिनियरको छोरा होइन बिलिनियरको छोराहरू त्यसरी नै आफ्नै स्कुलमा आफै मबलाएर पढ्थ्यो तर तिनीहरू त फेरि जापान बनाइरहेको छ हामी यस्तो प्याम्पर्ड भएर यति धेरै उसबाट पढिरहेको छ हामीले चाहिँ के गरिरहेको छौँ त त्यो खास मेन शिक्षा नीति या हाम्रो यो कुराहरू चाहिँ एकदमै मेजरली इम्पोर्टेन्ट कुरा हो होइन जुन कुराले नै हामीलाई चाहिँ राष्ट्रियता होइन राष्ट्रिय अखण्डता यो सार्वभौम के भन्ने कुरा छ नि त हामीलाई चाहिएको त्यो सबै कुरा चाहिँ के हो भने पहिला देश आत्मनिर्भर हुनु पऱ्यो हाम्रो प्रडक्ट अमेरिकाको डिपार्टमेन्ट स्टोरमा पनि भेट्नु पऱ्यो हाम्रो यहाँ अमेरिकन प्रडक्ट नभेट्ने डिपार्टमेन्ट स्टोर होला त छैन सबै डिपार्टमेन्ट स्टोरमा अमेरिकन प्रडक्ट भेटिन्छ युरोपियन प्रडक्ट भेटिन्छ इन्डियन प्रडक्ट भेटिन्छ बाहिरका प्रडक्ट भन के भेटिन्छ त्यो मार्लो चुर होइन तपाईँको के टोब्याको के चुइङगम के संसारभरि बङ्गलादेश प्रडक्ट भेटिन्छ ठिक छ त्यसमा पनि कुनै गुनासो भएन तर हाम्रो प्रडक्ट चाहिँ कहाँ भेटिन्छ त हाम्रो प्रडक्ट चाहिँ संसारमा कहाँ भेटिन्छ नेपालले खोलेको एउटा टोकियोको कुनाको पसलमा त्यो नै हो त हामीले बाबुराम भट्टराईले साइन गरेर हामीलाई चाहिँ डब्लुटिओमा लानुभयो त्यो नै हो त हाम्रो स्विजरल्यान्ड होइन नि त त्यसको लागि के भन्नु भने हामी उत्पादनशील हुनु पऱ्यो हाम्रो ल ठिक छ हाम्रो न्युयोर्क पुऱ्याउन सकेन भने त एटलिस्ट हामी नेपालको स्टोरमा त हाम्रो प्रडक्ट हुनु पऱ्यो भाटबडिङमा अहिले भाटबडिङले जसरी मेड इन नेपाल प्रडक्ट भन्छ के गरेको छ त्यो प्लास्टिकमा चाहिँ नेपाली धान त्यो भनौँ न गहुँहरू त्यो प्याक गर्दै युज गरिरहेको छ खोइ त फुटवेयर्सहरू अझै युज गरेको खोइ त त्यो गोफी भन्ने ब्रान्ड भाटबडिङमा आएको छैन त अझै कति कुरामा बाँकी छ नि त त्यसरी नै चाहिँ हामी आफूले पनि उठ्नु पऱ्यो क्या अब आफूले पनि प्रयोगमा ल्याउँदा अब नेपाली उत्पादनलाई प्र्याक्टिकलमा गर्नु पऱ्यो त्यस्तो गर्न सकियो भने चाहिँ हामी आर्थिक आत्मनिर्भर पनि हुन सकिन्छ। हुन्छ भाइ धेरै समयपछि भेटा भयो कुराकानीहरू हामी दर्शकहरूले पाउनुभयो होला भन्ने आशा दिँदै समय र सन्दर्भको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।